राम्रो फुल फक्रिएर मलाई कुरिबस्दाखेरि त कस्तो दिनभरिको थकानको महसुसै भएन आज मलाई। साथीहरू हेलो साथीहरू, सबैलाई स्वागत छ फेरि पनि आज मेरो डे 15 को मिनी भ्लगमा। सधैँ जस्तो म मेरो आफ्नो काममा लागिरहेकी छु। मैले अलि धेरै क्लिपहरू लिन भ्याएन होइन, किनभने म एक्लै थिएँ, अलि बिजी पनि थिएँ पसलमा। अनि एक्लै भएको कारणले गर्दाखेरि कामहरू गर्दाखेरि अलि अप्ठ्यारो भइरहेको थियो नि त आफू। अर्को कुरा साथीहरू, आज चाहिँ मैले एउटा सानो इन्टरभ्यू पनि फेस गरेँ होइन। मेरो फर्स्ट टाइमको यो इन्टरभ्यू थियो, तर एकदमै राम्रो भयो कि होइन। फर्स्ट एक्सपिरियन्स होइन इन्टरभ्यूको, तर एकदमै ह्याप्पिली एकदमै म आज एकदमै खुसी भएँ, किनकि मेरो कतिपय कुराहरू अरूको लागि त मोटिभेट हुनसक्छ। मैले भोगेका केही दुई चारवटा कुराहरू, दुई चारवटा शब्दहरूले कसैलाई मोटिभेट गर्न सक्छ होइन। यति गर्न पाएँ भने पनि कस्तो खुसी लाग्यो कि मलाई चाहिँ। अनि इन्टरभ्यू दिँदाखेरि त त्यो इन्टरभ्यू दिनु मात्रै ठुलो कुरा पनि होइन है। मेरो विचारमा चाहिँ आफूले भोगेका हरेकलाई पनि सेयर गर्नु हो जस्तो लाग्छ कि मेरो विचारमा चाहिँ साथीहरू। अनि मैले उता इन्टरभ्यू सक्योभरि पनि यता मोमो फेरि बनाउन थालिसकेँ। हेर्नुहोस् साथीहरू, मैले बनाएको भेज मोमो है यो चाहिँ। अनि यतिकैमा फेरि मैले बनाएँ यता चिल्ली मोमो। हेर्नुहोस् कस्तो मिठो हुन्छ कि यो भेज चिल्ली मोमो हो है। एकदमै मनपर्छ मलाई, यो बनाउनु पनि एकदमै सजिलो छ। अनि यति 10:30 बजे मेरो घर फर्किने टाइम भएर म घर आएको। फेरि आज पनि ब्रह्मकमल फुल्नु भएछ। आज हिजो चाहिँ 2टा फुल्नु भएको थियो, आज चाहिँ एउटा मात्रै फुलेर ब्रह्मकमलले त मलाई त कुरेर बस्नुभएको जस्तो लाग्यो कि मेरो मनमा चाहिँ। यति आनन्द भयो कि है। दिनभरि काम गरेको त्यो थकाइ त कहाँ गयो है। मैले त यो फुल देख्ने बित्तिकै त यति आनन्द लाग्यो कि आज पनि फुलेको थियो, यस्तो राम्रो फुल्ने है। आज पूजा गरेर सकेँ। आँगनमा सधैँभरि यसरी नै फुलिरहनु होला। मेरो परिवारमा सुख शान्ति समृद्धि बनाइराख्नु होला। भगवान् विष्णुले सधैँ रक्षा गर्नुहोला। अनि हजुरहरू पनि सम्पूर्ण जसले हेर्नु भएको छ उहाँहरूलाई पनि भगवान्ले रक्षा गर्नुहुनेछ।